पाँचवटा रोटी हुनुपर्छ एउटा रोटी तुलो काकीको मैले हालिदिएको के हो त्यो भन्नु त त्यो सोध्नु त बन्छ नि त तुलो काकीको मैले हालिदिएको भयो त्यो हामीले भनेर हात चलाइदियो मूल बुझ चाहन्न नि तो अन्य छेमा पूजा हो मैले बोलाएको पहिला फुल लास्टमा ढुकपत्ती चढाउनु बेला अनि ढुकपत्ती लैजाउँला के यहाँ एउटा स्टुल ल्याए हुन्थ्यो नि सानोवाला बाहिर बस्नु थोड़ी सीधे माटी जो सामान पाओ माथि पूजा हो त्यहाँनिर रातो टिका लगाइदिनु कहाँ यहाँ उसले गर्नै बाँकी छ पहिला त्यसले गराएको नि यहाँ माजानी पूजा गर्नु चारवटा देऊ यता एउटा बत्तामा छ होला नि बाबु ओ यता हैछ हुँदैन के दाइ यहाँ लाइटर छ नि किन आत्तिनु भएको भनेपछि कोही पर चक्री छैन आफ्नै छोरा भएर बोले छ अब पूजा गर्नु त्यसलाई यतापट्टि छोड्नु बोले यो पूजा गरेर चढाउने हो कि कसो यहाँ पूजा गर्नै बाँकी छ अनि त्यहाँ चढ रक्सी त्यही राखिदियो
सबै त्यही राख्यो सक्यो अब त्यो पूजा भुलाई यता साइडमा राखेर अर्को पूजा भुको पूजा गर्नु पर्यो कि तर्केर बस्यो एउटा एउटा डिस लासीले भइहाल्छ भने रातो टिका छ होइन रातो टिका मैले एउटा त्यो बत्ती छोपेर ल्याएको थियो काकालाई दिएको थिएँ अन्डा चाहिँ त्यही राखेर बाबु अहिले तपाईँले जसले सक्छ उसले फुटाइदिन्छ यो नि ढोगेर चढाइदिन्छ दाइ सामान यो मासु भ्यास अहिले फोर्छ के दाइले फुटाल्नु नरे अन्डा तपाईँले फुटालेर सबै त्यहाँ बत्तीले पूजा गर्नु हो त्यो चढाइदिनु छापिरा भित्र गयो शान्ति गीता पनि छ लिनु सबै सर्वसे बाबु सृजना ट्रेनै समात्नु होइन दाइ हात पोछ कहिले तपाईँको विकास परिवार कल्याण ल बाल्ने त कति बालौ ल असो ज्याकेट छाडे कुल देवता की यसरी यस्तो गर्नु है त्यो समात्नु यहीसँग समात्नु क्या हात पोछ तपाईँको यो के घुम्या भी हो म त पूजा आका कपुर राख्नु माथि पूजाको त्यो सबैलाई बत्ती माथि राख्यो होइन घन्टी बजाउने को हो यहाँ चाहिँ अब अक्षता दिने होइन अक्षता त्यो हातमा ल्याउ न त्यो त्यही बाबु त्यो पूजा 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 गर न त्यो दाइ त्यो बत्तीको टोकरी ल्याउ पछाडि तल राख्यो जस न त्यहाँ खस्छ सन्तोष काका आउनु बुवा त्यहाँ जान्छन् काका आउनु नि ल